अभिनेत्री साम्राज्ञी शाहले आफ्नो इन्गेजमेन्टलाई लिएर भइरहेको विवादमा मुख खोलेकी छिन्। उनले गत साता एक्टर तथा मोडल विशाल खरेलसँग इन्गेजमेन्ट गरेकी थिइन्। बुधबार अपराह्न इन्स्टाग्राम स्टोरी मार्फत साम्राज्ञीले इन्गेजमेन्ट गर्ने निर्णयको बचाउ गरेकी छिन्। मङ्गेतरको रूपमा आफूहरू कानुनी रूपमा दर्ता भएको जनाउँदै उनले इन्गेजमेन्ट गरेकोमा कुनै पछुतो नभएको बताएकी छिन्। विशाल विवाहित रहेको भन्ने थाहा हुँदाहुँदै सम्बन्ध अघि बढाएको भन्ने सामाजिक सञ्जाल प्रयोगकर्ता तथा विशालकी पूर्व पत्नीको आरोपको पनि साम्राज्ञीले खण्डन गरेकी छिन्। उनले दाबी गरेकी छिन्, म कहिल्यै विवाहित पुरुषसँग डेट गर्दिन वा इन्गेजमेन्ट गर्दिन र परिवार तोड्ने छैन। आलोचना र विरोधले आफूहरूको निर्णयलाई फरक नपर्ने बताउँदै साम्राज्ञीले प्रेमको रक्षा गर्ने बताएकी छिन्। साम्राज्ञी र विशालकी पूर्व पत्नीको दाबी आआफ्नै देखिन्छ। विशालकी पूर्व पत्नीले थाइल्यान्डमा आफ्नो पूर्व पतिले साम्राज्ञीसँग बेड सेयर गरेको कुरा स्वीकारेपछि आफूहरू अलग रहेको दाबी गरेकी छन्। यता साम्राज्ञीले भने विशाल पहिले नै मुभ अन भइसकेको अर्थात् पहिले नै उसको पूर्व पत्नीबाट अलग भइसकेको दाबी गरेकी छिन्। यसबारे विशालले भने प्रतिक्रिया दिइसकेका छैनन्।